नमस्ते, स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानलमा। मेरो युट्युब च्यानलको नाम हो नमस्ते काठमाडौँ। म चाहिँ काठमाडौँदेखि हो र म यस च्यानल मार्फत यहाँको रहनसहन, यहाँको रीतिरिवाज र यहाँको दिनचर्याको बारेमा देखाउन चाहन्छु। र यो चाहिँ मेरो फर्स्ट भ्लग हो। दिस माई फर्स्ट भ्लग। मेरो फर्स्ट भ्लग सबैजनाले हेरिदिनु होला र लाइक, कमेन्ट, सेयर साथसाथै सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला र मेरो च्यानललाई सबैजनाले साथ सपोर्ट गरिदिनु होला। र 2083 साल वैशाख महिना हो यो। अहिले गर्मी दिनमा गर्मी घाम हुने भएकोले अहिले 5 बजेको छ। यति बेला म यहाँ छतमा बसेर भ्लग बनाउँदैछु र यति बेला शीतल हावा, चिसो मिठो हावा आइरहेछ। अनि मेरो पछाडिको दृश्य छ घरै घर भएको दृश्य। यहाँहरू पनि हेर्न सक्नुहुनेछ मेरो घर भएको दृश्य। कीर्तिपुरको बजार। अहिले मौसम त्यति सफा नभएकोले राम्रोसँग देखेको छैन। परको डाँडा घरै घर भएको कीर्तिपुरको पहाड हो यो। कीर्तिपुरको घरै घर भएको पहाड हो भने यहाँ घरै घर छ र यो साइडमा छ पहाड जङ्गल। र सेकेन्डको डाँडामा वैशाख 1 गते चम्पादेवीको मेला लाग्छ। यदि तपाईँहरू पनि जान चाहनुहुन्छ भने वैशाख 1 गते आउन सक्नुहुन्छ। वैशाख 1 गते मनाउन नयाँ वर्ष। र यतापट्टि चाहिँ सूर्यास्त हुँदैछ। त्यससँगैको पहाड चाहिँ चन्दागिरी भालेश्वर हो। ल सनसेटको टाइम भएको छ। ल हेर्नु कति राम्रो सूर्य अस्ताउनेको बेला भइरहेको छ। 6 बज्न लागिसक्यो। यति बेलासम्म उज्यालो छ। हस् त, धन्यवाद। बाई बाई। नेक्स्ट भ्लगमा भेटौँला। बाई।